नराम्री भए त बिहा पनि कहाँ गर्थ्यो र बेहुली त रेडी भइसक्यो यता हेर्नु न बस आइपुग्यो आइपुग्यो यसपालि ठिकै छौ के एक्साइटेड छौ तिमी डर लागिरहेछ हेलो एभ्रीवन वेलकम टु माई न्यू व्लग धेरै दिन भएको थियो है भिडियो नबनाएको सर्ट भिडियो मात्रै हाल्दै थिएँ बाइकको आज चाहिँ लङ भिडियो नै छ हो के भन्दा चाहिँ आज मेरो स्पेसल डे छ हैन आज म बिहा गर्दैछु हो र आजको साइट निस्केको छ 17 तारिक 2025 अप्रिल र 9 बजेदेखि चाहिँ लगन छ मतलब 9 बजेदेखि भगाउनु पर्छ हो अन्त अहिलेको लगभग तपाईको टाइम भयो 8:03 हो अब म ल्याउनु जानेको बुढी बाइक छ हो बाइकमा गएर चाहिँ उलाई चाहिँ 9 बजे चाहिँ घरबाट निस्किनु उसको साइड छ हो अन्त घरभित्र चाहिँ तपाईको 7 बजे चाहिँ हाल्नुपर्छ हो धेरै एक्साइटेड छु है फर्स्ट टु लास्ट अब यही हो मतलब बिहा भनेको कुरा त खेलाइची कुरो हैन हो यस्तो रिलेसनशिप जस्तो हैन के भन्नु अब भ्युअर्सहरुलाई मेरो सब्स्क्राइबर्सहरुलाई अब म निस्किन आँटेको हो पर एकछिन बस्ने काम छ एकछिन फुपूकोमा बसेर एकछिन त्यहाँ बातसातहरु मार्नुपर्छ हो डर त लागिरहेछ पुरा हो र सिधै बुढीसँगै भेटौँ है कन्टिन्यू हुन्छ ब्लग चाहिँ अहिले फुपूको घरमा आइपुग्यो हो यस ल गाइस पेट्रोल हाल्न आँटेको हो यहाँ छु मङपु नाली डाँडामा हो तपाईको यो चाहिँ मर्निङ भ्यू हो पुरा एक्साइटेड भइरहेको छु म चाहिँ है बोल्नु पनि सकेको छुइनँ खुसी पनि लागिरहेछ डर पनि लागिरहेछ हो गाइस अहिले चाहिँ म 40 मङपुको 40 भ्यू हवाघर डाँडामा छु भ्यू पोइन्ट भनी पठाएको छु हवाघर डाँडामा छु हो अन्त बेहुली चाहिँ रेडी हुँदैछ अरे निस्किन आँटेको छ हो गाइज मलाई त पुरै डर लागिरहेछ अहिले चाहिँ हैन डर पनि लागिरहेछ एक्साइटेड पनि छु हो के भन्नु अब त्यस्तो केही बोल्नु पनि मलाई केही आएको छैन अहिले हुन्छ नि अहिलेको घडीमा चाहिँ अब त्यस्तो बोल्नु सोल्नुहरू केही आएको छैन हो अहिले त्यस्तो भइरहेछ वेदर गाइज हैन अघि बिहान त हेभी पानी आउँदै थियो हो सानोमा कराईमा डेक्चीमा खाएको थिएँ हैन सोचेको थिएँ अब आज चाहिँ पानी आउने रहेछ भनेर भगवानले साथ दिनुभयो हो त्यस्तो कडा पनि लागेको छैन घाम त लाग्नु त तर पनि पानी आउनु भन्दा चाहिँ ठिकै छ हो सानोमा कराई डेक्चीहरुमा खायो भने पानी आउँछ भन्दै हो बिहान त उड्दाखेरि त त्यस्तो सोचेको थिएँ नि अब पानी आइरहेको थियो पुरा हो मलाई त टेन्सन लागिरहेको थियो अब हैन अन्त अब 10-15 मिनट बाद छ त्यहाँदेखि चाहिँ सिधै भेट्ने हो उलाई लगेर पहिला मन्दिर जान्छु अन्त मन्दिर लगेर चाहिँ बेलुका घरमा जानुपर्छ हो बेलुका मात्रै हिँड्छ नि त सायद चाहिँ ल गाइस सिधै उसँगै भेटौँ है ल गाइस उसको घर छेउमा आइपुग्यो हो यो बाटो चाहिँ उसको घर भन्छ यो बाटो चाहिँ तपाईहरुले नयाँ जो पनि मेरो सब्स्क्राइबर्स छ हैन टाटाको पनि हुन्छ यो चाहिँ तपाईको हाइवे रम्बी सिलगढीहरु भएर जान्छ यो घर चाहिँ उसको चाहिँ यो घर भएर जान्छ हो बाटो यो घर हो अलिक छेउ हो तपाईको लगभग 1 मिनेट पनि लाग्दैन यो बाटो त मयाको बाटो यो बाटो चाहिँ सबैले चिनिरहेको मङपुको छेउछेउको मान्छेले त चिनिरहेको यो बाटो चाहिँ तपाईको दार्जिलिङ जान्छ हो अब जस्तो उ आउँछ उ आएपछि चाहिँ उसको फोनबाट रेकर्ड गर्छु भिडियो गर्छु भनेको नि किनभने मेरोमा त्यति साह्रो ब्याट्री छैन हो हिजो बेलुका गेम खेलेको र त्यतिकै सुत्ती पठाएँ प्लस के भयो भन्दा चाहिँ चार्ज हाल्दिनँ नि त म ओभरलोड चार्ज हाल्दिनँ नि त जहिले पनि चार्ज हाल्दाखेरि जस्तो 100% भएर पनि त्यो 500 मिनट 10 मिनट 15 मिनट चार्ज हाल्छ अरूले म त्यस्तो टाइपको हाल्दिनँ बेहुली नै आइपुगेको छैन हो पर्खेको 10 मिनट भन्दैछ हो अब यो बाटो भएर आउँछ तपाईहरुलाई आउँदै गरेको भिडियो पनि देखाउँछु हो अन्त घाम लागिरहेछ हल्का लाग्नु थाल्यो घाम अघि देखाइहाल्यो वेदर त कस्तो छ भनेर तपाईहरुलाई हैन सिलगढी जाने गाडीहरु गइसक्यो मङपुबाट हो गान्तोक जाने कालिम्पोङ जानेहरु पर्खिरहेछु सबैजनाले सोध्दैछ कहाँ गएको भनेर मलाई चिन्छ नि त प्राय जस्तोले हो अन्त एकछिन यहाँ आएको भन्दैको अब बिहानै हुनु पनि अब यहाँतिर देख्यो भने बाइक राखेको देख्यो भने त सोध्छ नि त कहाँ गएको भनेर चाटाचिटिक भएर हैन बाइक यही छ यस्तो भएर गएको छु आज चाहिँ हो बाटोमा बसेको ड्राइभरहरूले हर्न लाएर हो पिटी कहाँ गएको भन्दैछ सबले हो अब केटाहरूलाई कसलाई थाहा छैन अब बेलुका मात्रै थाहा पाउँछ कि मैले बुढी भगाएँ भनेर हो जोटले बोल्नु हुँदैन फेरि गाउँकोले सुन्यो भने छोरी दिँदैन हो टेन्सन छ नि अङ्कलहरूले हेर्दै जाँदैछ कहाँ गएको यो भाइ भन्दै होला बुढो पाखाहरूले त चिन्दैन नि त कतिजनाले चिन्छ मलाई हो अब मेरो जतिको एज भएको अब केटाकेटीले त चिन्छ हैन मङपुकै त हो मङपुकै गाडी त कुद्छ प्रायः जस्तो मङपुको रोडमा हैन
केटा हो यस्तो हुन्छ है केटाहरूको जिन्दगी त्यही सपिङ गर्नु गयौँ पर्खिनै पर्यो होइन अब के भन्नु अब रिसाउनु भएन हो आउँदैछ अरे अब पेसेन्ट भन्ने हुन्छ नि केटाको त्यो पर्खिने क्या त्यो हुनुपर्छ क्या त्यो हतारहरू गरिदिनु हुँदैन हो त्यही सबै घरमा फ्यामिलीलाई याद छ नि त आज मैले बिहा गर्छु भनेर हो अन्त उता जो केटी छ केटीकोपट्टि चाहिँ थाहा छैन नि त हो अन्त मलाई भर्खर फुपूले कल गर्नुभएको थियो बाउको बहिनीले उसले भन्नुहुँदैछ सिरियल जानु हुँदैन नि त किनभने चाहिँ म मन्दिरमा जाँदैछु जो पुजारी छ उसको जो बुढी छ आमेन हो हाम्रो उसको चाहिँ आफ्नै पर्छ नि त मेरो बुढीको हो फिलहाल आइपुग्यो बुढी देखाउँछु हो आयो 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 यस धेरै धेरै एक्साइटेडमा फाइनल्ली आइपुग्यो हो हाँस्दै आउँदैछ आइपुग्यो आइपुग्यो यसो हेलो ठिकै छौ के एक्साइटेड छौ तिमी डर लागिरहेछ मलाई पनि डर लागिरहेछ नि ल गाइस मेरो बुढी हो आई लभ यु बस सिधै भ्लगमा भेटौँ है मन्दिर त जानु हुँदैन अरे हो मन्दिर जानु हुँदैन अरे तिम्रो आफ्नै पर्छ अरे कि त्यो भएर हो बजारमा काम छ बजारमा काम गरौँ त्यहाँदेखि उपद्वीप घुम्छौँ न ल के भयो डर लागिरहेछ के भयो डर लाग्यो पुरै लागिरहेछ उल्टियो जस्तो भयो उसले चाहिँ चप्पलहरू हेर्दैछ गाइस होइन बुढी चाहिँ यहाँ आएको छ हो पार्लरमा होइन मलाई दिएको नि अब अलिक राम्रो भएर जानु पऱ्यो नि अब कहिले रात पनि हुन्छ होला फेरि अब किन होला त फेरि कहिले घर जाने भित्र हुन्छ बेलुका मात्रै यता हेर त राम्रै देखिएको त अन्त यता हेर्थ्यौ न मजाले कहिले चाहिँ नराम्रै थियो राम्रै नै छ नराम्रै भए त बिहा पनि कहाँ गर्थ्यो ल अब हामी त्यो पार्लरबाट पनि निस्किसक्यौँ गाइस होइन सिधै घरमा जाने हो फुपूको घरमा र फेरि फुपूको घरमा आइपुग्यौँ हो लिएर अब त्यही यहाँ राख्ने हो नि त अझ टाढो घुम्न जानु हुँदैन नि त हेर मजा गाइस मजा होइन अगाडि ल्याएर लु भाग्यमानी हुनु आशीर्वाद पनि दिइहाल्यो नि के छ न उनी ओ प्रमोद आए चान्दिया ओ त्यो मेरो जानु न भिडियो पो गरेको हिँड न अब कहाँ जानु किचनमा तो आज कैसा लग रहा है फाइनली शादी करके आज बहुत खुश लग रहा है थोड़ा नर्वस भी हूँ एक्साइटेड भी हूँ और खुश तो बहुत ज़्यादा हूँ प्यार करते हो मुझसे बहुत ज़्यादा इतना ज़्यादा बहुत 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 आई लव यू बक्को तुम्हारा भी चेहरा देखो उधर मत करो ऐसा मत करो और यूट्यूब पे डालना पड़ेगा ना तुमको कैसा लग रहा है मुझे तो अच्छा लग रहा है बहुत पहले तो बहुत डर लग रहा था पर अब थोड़ा कम हो गया और खुश हूँ प्यार तो करते हो ना बहुत ज़्यादा बस बेलुका गो युट्युबमा होइन गाइस सी इज माई वाइफ फाइनली गाइस फाइनली उसलाई चाहिँ पुरा घरको याद उसलाई चाहिँ पुरा होइन आमाको माया लाग्यो भनेर चाहिँ रुँदैछ हो लागिरहेछ भालु लाग्छ नि अब किन लाग्दैन छोरी चेली हो एक दिन बिहे हुनुपर्छ होइन गाइस हाम्रो जोडी कस्तो छ कमेन्ट गरिदिउँ होइन यसो मेरो बुढी हुने आज दिँदा गर्लफ्रेन्ड त होइन ब्यास यो बेलुका हुन्छ डान्स होइन अझै यो त के होइन नि अब बेलुका छ भने मेन त्यो प्रोग्राम होइन ढाडमा मुखबाट दल्दै गर्नुपर्छ हो ढोक्नुपर्छ नि त हाम्रो तामाङको त म पनि तामाङ म ठोक्कर म घिसिङ हो होइन अब चाहिँ के भयो घिसिङ तामाङै हामी दुईजना प्योर अरिजिनल मेरो आमा पनि तामाङ बाउ पनि तामाङ आमेन पनि तामाङ आपेन पनि तामाङ अरिजिनल तामाङ मात्र छैन ल गाइस नयाँ बिउले चाहिँ रेडी भइसक्यो होइन कस्तो देखिरहेको छ माथिदेखि मुनिसम्म होइन टक्क उसको ब्याग चाहिँ भिरेको छैन होइन ब्युटिफुल स्मेल देउन एउटा क्युट स्मेल उयो लाग्छु न लिपस्टिक लाउँदैन उसले कहिले पनि कोही बेला लाउँछ है ब्यास ल गाइस अब चाहिँ हामी दुईजना रेडी भइसक्यौँ हो
अन्त अब परबाट बोलाउनुहुन्छ हो सायद आधी घन्टा अलिक ज्यादा लाग्छ होला कि आधी घन्टाहरू लाग्नु सक्छ अन्त त्यहाँ हामी निस्किने हो थोड़ा डर लग रहा है डर तो लग रहा है तुमको भी लग रहा है फर्स्ट एक्सपीरियंस है फर्स्ट ही तो है शादी भी फर्स्ट ही है सेकंड तो कौन सोचता है ऑप्शन के लिए ना सेकंड बोल मेरा तो सेकंड शादी है ये मजाक कर रहा हूँ बीवी से अभी तो ये थोड़ी देर 2-3 घंटे आगे तो बहुत रो रहा था ये तो रो रहा था अभी तो खुश हो ना ल गाइस अब चाहिँ घर जाँदैछु हो बेलुका घरमा चाहिँ सबैजना छ हो देख्छ होइन होइन हुन्छ देख्छ होइन भाउजू ब्याग बाटो पुरै हल्ला भइरहेछ घरमा त्यही हो अरे पिँढीले चाङ्ला है दिनभरि बसेर आउँदैछु हो बस्दा बस्दा भोक लाग्यो अन्त भाउजू यहाँ खोल्छ यसै खाल्टै ल है भ्यास आइपुग्यो होइन फाइनल्ली घरमा हो आफ्नै सन्तानहरू देखेर पनि पुरै डर लागिरहेछ मलाई त्यही हो जिउ काम यस्तो भएर एक्साइटेड हाम्रो नेक्स्ट अब यो भाइले पनि बिहा गर्न हेरेको छ है यता हेर्दैन कस्तो फिल गर्यो होला अब पटेकाहरू पड्किन थालिसक्यो डर त लाग्यो त हुँदैछ रेडी हो भित्र हुनु लागि हामी दुईजनालाई भिडियो दाले पनि ल्यायो ठिकै छ mula bomba muji bomba pati bomba sangmola bomba incense bomba sangmola bomba दुईजनाले दुधको सगुन्डी त्यो राम्रो सम्झ दिदी भित्रबाट कन्टिन्यू त्यही त म भित्र जानु पर्थ्यो नि हात पक्रिनु पर्यो त्यसलाई टोपी लगाइदेऊ अर्को आमाले डराउनु पर्दैन एकछिन बोलेर मार्दा पनि हुन्छ कपको ल डराउनु पर्दैन
अब दुध खुवाउनु पर्यो यहाँ बस्छ दुईजना होइन यहीँ उभिएर लु त्यो सगुन खुवाउँदा अब टिका त्यहाँ यो भित्र लानुपर्छ ल टिका लगाइदेऊ त्यो अलग्गै राख्ने अब त निको त दुईवटा सघाउनु चाहिन्छ ढोक बेडको लागि अन्त त्यो भित्र अब दुधको सगुन एउटा टिका लाउने दुईटा सगुन अझै दुधको सोध्नु पर्यो है आमाको भोलिको दिन चाहिँ दुईजनाको अब जिन्दगी चाहिँ राम्रो त्यो राजा खुसी आएको कसरी ठकाएको फुट्नु पैसा पक्का मन पर्नु यतिको लागि भर्खर त बोनी गर्दैछ अस्ति दिन बेलुका त हो खै दिन न भोलि तेल डबल उल्टा गएर आमेन त कस्तो रहेछ उठेर पिटे छे गर्दा उठेर बस ल
अब चाहिँ टिका ढालो भइसक्यो हो अब चाहिँ डोग बेड अब चाहिँ डोगहरू गर्नुपर्छ हो सबैजना सन्तानहरूलाई घरको आमा र आपालाई बसिहाल्यो आमा र आपालाई त गर्नु पर्यो नि त अघि नै गर्नु पर्यो आमा हराएर त हेर्नु खोज्दा ल आमा हो राम्रो सम्झेर बस्नु भइहाल्छ केही छैन अघि भाउजू हराएर भाउजूले बोलाउनु तिमीहरू जोडी चिनाउनु साह्रो पर्छ या त चिनेको मान्छे त भइहाल्छ नि त्यसो त आजको ढोका त स्प्रिङ जस्तो हुनुपर्छ स्प्रिङ जस्तो आजदेखि नयाँ छारछाक जगाउनु ल अब त्यहाँ बस्ने काम छैन निकालिहाल्नु सबलाई चिनाउनु गराउनु त यता नातिनी है आगै लगाएर सुन्नु चाहिँ बहिनीले सोध्यो होइन मलाई चाहिँ आगो पनि नहुनु के पनि नहुनु अरूलाई जे जो भन्नु ससुरा सासू सासू ससुरा हो नि चिनाइराख्नु पऱ्यो नानीको चाहिँ आशा नानी पर्छ ल दुःख सुख बिताउनु दुईजनै हुन्छ होइन ढिलो छिटो त्यही हो बिहा त्यही कारणले भन्छु गाइस आफ्नो गर्नुपर्छ आफ्नो ओन होइन हेरौँ यस्तो अब आमा बाउलाई चाहिँ अब डाउन नपार्नु होइन जे भए पनि दुःख सुख भयो भने दुईजनाको साथ छ भने एभ्रिथिङ इज पोसिबल इन नथिङ इज इम्पोसिबल नथिङ इज इम्पोसिबल यस ल अब केक काटेको ब्लग हाल्ने हो त्यहाँदेखि प्लस केटाहरू पुगाएको चाहिँ यस्तो होइन हल्का फटुका अब डान्स त अभियसली हो भने अब पानी आयो भने चाहिँ बिहामा भित्रको दिन पानी आयो भने चाहिँ स्वा ल्याएको भन्छ हो फाइनली बिहा गरेर खुसी लागिरहेछ आज डर लाग्नु छोड्यो खुसी छ होइन मसँग भनौँ न अन्त खुसी छौ ब्यास ल अब चाहिँ ब्यास होइन केक पनि हान्दिनँ आँटेको त्यो छ केक चाहिँ ल 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 Ready, 1, 2, 3. खोइ पड्केन अबिदा दुलो पार्नु न दुलो पारेर छड्किदिन्न दुलो माथि दुलो पारेर हल्किएर छड्किन्न माथि कमला हाल्नु न अबिदा तिमी मात्रै काट्यौ त अन्त माथि दुलो पारेर छड्काउन त त्यतिकै पहिला पालै बेला तिमीहरू हो भाउजूले पनि खुवाइदिनु नि त एमडी दादा पिटी त ठिकै छ त अन्त सेलिब्रेट नयाँ नयाँ भन्दा यो युनिक भन्दा कसैले काटेको थियो होला सुप्लेक्स के भन्छ के भन्छ होइन के आज के यसो ल पिटी दाको बारेमा ल केही भन्दैन के भन्नु उहाँहरूको दम्पत्य जीवन चाहिँ सुखमय रहोस् हो आज जसरी आएको छ भोलिको दिनमा त्यसरी हाँसी खुसी होस् जित्नु साह्रै रड्डी छ हल्का रमाइलो होइन थ्याङ्क यू गाइस